हेलो एभ्रिवान, अहिले भने चाहिँ हाम्रोमा बारी खन्नु स्टार्ट गरिसकेको छ। किन भन्दा चाहिँ मकै रोप्ने टाइम भइसक्यो नि त। भइसक्यो भन्दा पनि मकै अरूले चाहिँ रोपिसक्नु भइसक्यो होला। तर हाम्रोमा भने चाहिँ बारी खनेको थिएन र चाहिँ यसरी मेसिन लिएर चाहिँ खन्दैछ नि त। बाँझो जमिन थियो, खन्नु सक्दैन भनेर चाहिँ यसरी मेसिनले चाहिँ खन्दैछौँ। यो बाबा आमाहरूले पनि खन्न सक्नु हुँदैन नि त, किनभने अब बुढाबुढी भइसक्नु भएको छ हो। त्यही भएर हात खुट्टाहरू दुख्छ। त्यसै कारणले अब उनीहरूलाई रहर त छ नि मकैहरू रोप्ने। त्यही भएर मेसिन लिएर चाहिँ यसरी खन्दैछ हो। अन्त मेसिनले खनेको चाहिँ मजाको हुँदो रहेछ नि त। बारीहरू पनि डल्लाहरू पनि फुटाउनु पर्दैन रहेछ। अन्त यसरी अब यसमा मल लाएर मकै रोप्दा हुँदो रहेछ नि त। त्यही भएर हेर्नुहोस् न कस्तो राम्रो खन्दो रहेछ मेसिनले। त्यही भएर हाम्रोमा चाहिँ मेसिन लिएर खन्न सुरु गरिसकेको छ मकै छर्नुको लागि। तपाईँहरूकोतिर त मकै छरिसक्यो होला। यसरी नै हेर्नुहोस् न कस्तो राम्रो भइरहेछ बारी। मेसिनले खनेको बारी चाहिँ यस्तो हुँदो रहेछ, हेर्नु सक्नुहुनेछ। राम्रो हुँदैछ, डल्लाहरू हुँदैन, फुरुरु माटो हुँदो रहेछ। त्यसमा चाहिँ मल फिटेर रोप्दाखेरि चाहिँ राम्रोसँगले मकै उम्रिन्छ होला नि त। त्यही भएर चाहिँ देख्नु सक्नुहुनेछ तपाईँहरूले यस्तो हुँदैछ। माटो चाहिँ हातमा लिएर हेर्दाखेरि पनि यस्तो डल्ला, केही फुटाउनु पर्दैन। त्यसै भन्दै आमाले चाहिँ कुच्चो पनि निकालिसक्नु भएको थियो। आमाले यस्तै काम गर्नुहुन्छ नि त, के गर्नुहुन्छ नि त। सानो सानो त्यसरी गरिसक्नु भएको थियो। यो भने चाहिँ मैले अस्ति छरेको मुली ठुलो भएपछि भने चाहिँ खानु मन छ भने भन्नुहोस् है। यो चाहिँ त्यही बारी खन्ने मेसिन मैले देखाउँदैछु तपाईँहरूलाई चाहिँ। यो तलको चाहिँ चक्का हो, हेर्नु सक्नुहुन्छ। यस्तोले खन्दो रहेछ नि। त्यही भएर बारी दामी हुँदैछ, पेट्रोल लाग्दैछ यसमा। त्यसै भन्दै बाहिर निस्केर यता यस्तो हेर्नु न, सेउदानाको फुल चाहिँ कस्तो फुलेको छ। पुरा फल्छ होला योपालि। यसरी सेउदानाको फुल चाहिँ आँगनको छेउमा चाहिँ नरोप्नुहोस् है। यसरी आँगन चाहिँ स्नोफल भएको जस्तै हुन्छ है, हेर्न सक्नुहुनेछ। बढाल्नु कस्तो साह्रो पर्छ। सो मेरो भिडियो एन्डसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। लाइक, कमेन्ट, सेयर गर्नुहोस्।